सो यो हेलो गुड मर्निङ गाइज। आज चाहिँ हामी अभिनवको सुटमा जाँदैछ। अभिनव सरको सुटमा छ हाम्रो आज चाहिँ इमाटोल साइडमा। अभिनव सर चाहिँ आउँदै हुनुहुन्छ, हामी वेट गरेर बसिरहेको छ चिया खाएर। सो वेल आजको मर्निङ यस्तै भयो। आज मर्निङमै सुरु भएको चाहिँ आई थिङ्क आज 2-3वटा कन्टेन्टहरू पनि सुट गर्नुपर्छ अनि हाम्रो 1-2वटा मिटिङहरू पनि छ, त्योहरू पनि फाइनल गर्नुपर्छ। बिहान चाहिँ हामीसँग रनिस छ अनि आजको चाहिँ आई थिङ्क आजको डे चाहिँ रमाइलो जाला जस्तो छ। हेलो हिलो छ हैन एकछि हेरौँ होला। यहाँ त जाँदैन दाइ मेरो गाडी अब माथि यो फ्रन्ट ड्राइभ हो नि त त्यहाँबाट हेरौँ होला त्यो कुनै सिट खान्छै उकालोमा के रे अडियो टिभी हाल्छ रे 1 लाख रुपियाँ भएन यो 2 लाख रुपियाँ है तपाईँहरूकै हातमा यसो दिँदैन कि 2 लाख 3 लाख भयो है अनि 4 लाख मैले 4 लाख चाहिँ तपाईँहरूको लागि सहयोग ल्याएको छु होइन यो कमै हुन्छ तपाईँहरूको होइन अझै म तपाईँहरू अझै अहिले सरी जति मैले यति गरेको छु होइन लिनु होला फाइनली सुट चाहिँ सक्यो। अब यता बिस्तारै अब लाग्ने हो, यसो अब चिया खान जाने हो। चिया मात्र खाने, सुट चाहिँ दामी भयो ल। अलिअलि खिच्छ उसलाई दिनु पर्छ खिच्न अनि खिच्यो अलिअलि त तिम्रो हालौँ भनेर त्यो कम्प्लिट भिडियो चाहिँ नहालौँ भनेर मात्र। आज यहाँ आउँछ भनेर थाहा थियो तपाईँहरूले अर्को टर्न आउँछु भन्नुभएको थियो नि त। अनि कहिले आउनुहुन्छ भनेर वेट गरेर बसिरहेको थियौँ कि हामी। होइन कहिले आउँछ भनेर चाहिँ थाहा थियो र यति गति आउँछु भन्ने चाहिँ थाहा थिएन, तर हजुर आउनुहुन्छ भन्ने चाहिँ थाहा थियो कि विश्वास थियो म आउँछु आउँछु भन्ने चाहिँ थियो कि। हस् दादा, थ्याङ्क यू। ओके निक्लिनु बेर निक्लिनु जस्तै हुन्छ भाइ ल साइड हो मैले पठाइदिनु ए हुन्छ त्यो पठाइदिनु न मलाई, मैले पठाइदिन्छु म म्यासेज गरिहाल्छु। हाल्दैछ हुन्छ। सुट सकिएको अवस्था मैले बोल्दै गर्छु म पछाडि नै यसो राख्छु क्या, बरु यसरी खिचिदिन्छौ हिजो जस्तै एउटा माइक हालेर एउटा जाउँ भन्छु। राखिसक्यो ल सकेको अवस्था अब घरतिर जाने, त्यसपछि जाने। मेरो कपालको जहिले तेरो नाम नै हुन्छ। अब सुट भ्यायो फाइनल्ली। यो यो चाहिँ अहिले हामी चाहिँ इमाडोल के भन्छ, इमाडोल कृष्ण मन्दिरमा छौँ। कृष्ण मन्दिर चाहिँ आज चाहिँ शनिबार बिहान 8:30 भइरहेको। अहिले हामी कति 7 बजेतिर आएको सुटमा गयो। सुट धेरै लामो भएर म्याक्स 20 मिनट यताउता गर्दाखेरि। सुट चाहिँ धेरै लामो नभने ट्राभल चाहिँ धेरै गर्नुपर्ने क्या। ट्राभल चाहिँ धेरै, सुट त झ्यापझुप सकि नै हाल्छ, ट्राभल चाहिँ अलिकति जाम त्यस्तै धन्न। आज बिहान भएर जामहरू केही छैन। अलिअलि अफिस टाइममा बस्नु। ए आज शनिबार हो या त्यही के अफिस टाइम साइड राइट
सिभिक सेन्स नै छैन मान्छेमा नो सिभिक सेन्स आज तर मौसम कस्तो राम्रो छ अहिले यस्तो छ अहिले दिउँसो हुँदै अँध्यारो भएर एकैचोटि पानी पर्न सुरु भइदिइहाल्छ फेरि तँलाई कार्ड मात्र दियो भइहाल्यो नि होइन क्यामेराबाट कार्ड निकालेर लगे भइहाल्यो नि होइन अरू सब छँदैछ त्यही भयो त्यो कार्ड रिडर कुन चाहिँ छ फास्टवाला आजकल भइहाल्यो नि यो गुवारको पुल यस्तो खल्लो न खल्लो केही पनि त्यहाँ एउटा एलाको बोर्ड ल्याएर लगाउनु पर्छ कि हो ओ राइडर कन्टेन्ट झन्डै कतिवटा रेड लाइट पर्छ यो माथिको बत्तीहरू चाहिँ राम्रो राखेको छ राति राम्रो हुन्छ होला खै देखाएको छैन तर राम्रो हुन्छ तर यो बत्तीहरू चाहिँ उ भयो क्या अन्डरग्राउन्ड गर्न दिएन सडक विभागले दिएन भन्दै थियो सरले इन्टरभ्यूमा अन्डरग्राउन्ड गर्न दिएको थियो क्लिन हुन्थ्यो माथि अब त्यही हो अन्डरग्राउन्ड गरे पनि रोड बिगार्थ्यो कहिले बन्ने रोड स्पिड लिमिट कट्यो है नेपाल पुलिस ए दाइ के गर्दा अङ्कलले एउटा हात छोडिदिनु भइरहेछ है ल मेरो मेकानिक ला फेरि रेड लाइट सिट म्यान भर्खर त्यहाँ रेड लाइट गऱ्यो फेरि यहाँ रेड लाइट गरेर डाँडा कृतिको त यता डाँडा काँडा जाँदैछु तर यो पुल त यो जुनीमा नि बन्दैन जस्तो छ नाइस आज मौसमको रोड पनि कस्तो नाइस छैन अब यो बाटोमा 60-70 हान्न दिनुपर्ने हो नि खासमा मैले के पनि आम के पर्यो यार आँखामा कस्तो राम्रो दिएको तर यो त राम्रो थियो यहाँ माथि के बनाइरहेको छ फेरि बिगारिदिइसक्यो माथिको रोड हो हिरो इन्टरकम रहेछ नि त हावाले के छ भने यहाँ रोडै बिगार्दैछ के बनाउनु लाग्छ हो जान पाउँछ चलो आज शनिबार चाहिँ ओए ट्राफिक नि नहुनु नि हुँदैन झन् त्यो आओस् न The next day. कृष्ण मन्दिर नाइस देखेर आकाश अब चाहिँ भ्लगको इन्डियनतिर आयौँ हामी इन्ड हालिदिनु पर्ला अब चाहिँ भ्लग अहिले चाहिँ हामी सबै सकेर कृष्ण मन्दिरतिर घुम्दै राति भइसक्यो 7 बजिसक्यो आजलाई यति नै बाई